1 लाख फाइन जाबट तिरी भने कमाइ कति भन्दा 19,000 रे फाइन कति भन्दा 5,000 एक बोल्न चाहिँ तिर्न नसकेको बेलामा त्यसलाई इ तिर्छ त्यसलाई फाइन आर यु कमेडी तपाईले नटेर्नु सरकारको निर्णयलाई नटेर्नु तपाईले नटेर्नु भने सुन्दा नमिठो लाग्न सक्छ तर न्यू रोड विशाल बजारतिर नेपाली जनताले आज आफ्नो स्तर अनुसारको व्यवहार प्रदर्शन गरेका छन्। भेडा जनताहरुको लागि चाहिँ एकदमै खुसीको खबर छ। यी देख्नु भयो होला नि, त्यही छोड्दैछ बालेनले जे मन लाग्छ गर भनेर छोड्दैछ। अब चाहिँ जे मन लाग्छ त्यही गर, जहाँ पाए त्यही बाइक रोक, जे मन लाग्छ एक्सिडेन्ट गर, हेलमेट नलगाएर हिँड, चोरी गर, डकैती गर, जे मन लाग्छ गर के। अच्छा यस्ता मुला त्यो यो इस्यु नै होइन। मेरो भाइले न्याय पाएन भने वीर अस्पतालको अगाडि हामी पनि आत्मदाह गर्नेछौँ। मर आधी त डढेर सकिसक्या रहेछ, अब अलिअलि डढाउन बाँकी रहेछ, त्यही झोसिहाल्दा भइहाल्यो नि त। के बोले भाइ? पेट्रोल भेटाएन, पेट्रोल छैन, के कुरेर बसिराख्या। मेरो भाइ आफ्नो भाइलाई राम्रो संस्कार सिकाउन नसक्ने, आफ्नो भाइलाई राम्रो शिक्षा दिन नसक्ने, अनि सरकारले ल्याएको नियम कानुन पालना गर्न नसकेर। यही नहीं, अभी और सुनिए। पेट्रोल निकालेर आफैलाई खनाएर आफैलाई आगो लगाउने तेरो भाइ, अनि जिम्मा चाहिँ सरकार भइदिन पर्ने। कैसे कैसे लोग रहते हैं यार यहाँ। सुन्नु मैले अरे कौन भौंक रहा है ये बदतमीज? समस्या जनताले समस्या तेरा तो गेम बजाना बडा हरामी हो बेटा। आवाज उठाइराख्छु, पीडितको आवाज उठाइछु, तपाईले के उठाउनु भइराछ भन्नुस्। डिप्रेसन परिचालन त होइन तपाईँ, तपाईँ दल पार्टीबाट परिचालन त होइन, कुन पार्टीमा हुनुहुन्छ भन्नुस्, तपाईँ कुन दलमा हुनुहुन्छ भन्नुस्। यो पार्टी होइन, पार्टीको विरोध गर्नुहोस् तपाईँ, तर नेताको विरोध किन आरोप कसरी भयो भन्नु? ये फंस गया सीएम। गणेश नेपालीको न्यायको लागि तपाईँहरू कति हदसम्म अगाडि बढ्नुहुन्छ यो सरकारको राज्यको विरुद्ध? आज खबरदारी गरेका छौँ सरकारलाई, जुन दिनसम्म गणेश नेपालीको विषयमा यसा थियो मान्छे मरेछ तपाईँ हल्लाउनु। A few moments later. कौन है ये लोग? मजा आया। सरकारले के हेरिरहेको छ भन्नुस् त? एउटा इस भन्छ मोरेकै भन्दैन भन्दैन हामीले जबरजस्ती छ तिमी काने दिदी तिमीलाई भन्नुपर्छ नि के छ? सरकारले तिमीलाई हेर्न पर्छ भन्ने के छ? तपाईँ विरोध नगर्ने बालन साहब नगर्ने।
काम गर्ने बस्ने हुन त हामी पनि तपाईँ कताको सुकुन्दा चाहिँ कैलालीको लालपूजा पाउनु भयो त त्यता सुदूर पश्चिमबाट लालपूजा बाँडेको भन्ने के खबर आएको थियो A few moments later. बलात्कारी आया बलात्कारी काम वाली भाइयों को बोलो रात को दरवाजे पे कड़ी मार के सोया करे बालिङ सरकारले नैतिकताको आधारमा नागरिकको हत्या गर्ने सरकार चाहिँ यो सरकारले चाहिँ निशर्त हिसाबले चाहिँ नैतिकता देखाउने राजीनामा दिनुपर्छ। दुर्गम क्षेत्रको एउटा पीडित समुदायको एउटा गणेश नेपाली जुन चाहिँ जिन्जी उमेर समूहको मान्छे हो। अच्छा ठीक है 25 वर्षको उमेर समूहको मान्छेले 25 वर्षकै उमेरमा चाहिँ आत्महत्या गर्नुपर्ने सिर्जना चाहिँ यो अवस्था सिर्जना गर्ने चाहिँ राज्यले गरेको हो र राज्यले यो लगाइएको जुन ट्राफिक रुल्सहरू छ यो विषयमा फेरि पनि पुनर्विचार गर्न पर्दछ। मेरो परिवारको जनता मार्ने एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह कर्णालीले अब कर्णालीले यी हत्याराहरूलाई विसार छ यी अपराधीहरूले हिजो 4 बजेसम्म पनि यहाँ एसीमा राखेको थिएन रे। अरे कहना क्या चाहते हो यी हत्याराहरूले कर्णालीको जनता कर्णालीको छोरालाई मारिदिए। तपाईलाई कस्तो लागिरहेछ? वो अलग ही लेवल का बंदा बाय बाय। अच्छा टाटा गुड बाय गया। मजाले कन्भिन्स गरेर पठाउन सकिन्थ्यो होला नि त। एक घण्टासम्म अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। विवाद भएको छ, सीसीटीभी फुटेज आइसकेको छ, तपाईहरुले हेर्नु भएको होला। त्यहाँ नगर प्रहरी र उसको बीचमा एकदम डिस्कस भएको छ। लास्टमा बाध्य भएर उले पेट्रोल निकालेर चाहिँ आगो लाउने बेलासम्म अनि खै वाला एम्बुलेन्स भेटिएन। कहाँ से आते हैं बालेन्द्र भेटिएन एम्बुलेन्स। प्रधानमन्त्री आउँदाखेरि रोड खाली हुनुपर्ने, पुरै स्टप हुनुपर्ने। अरे कहना क्या चाहते हो अपराधी पुलिसको उहाँलाई त्यही भएर सुरक्षाकर्मी हुनुहुन्छ नि। हिजो मरेकाहरू चाहिँ प्रधानमन्त्री गृहमन्त्रीले जिम्मा लिनुपर्छ भन्ने मान्छेहरू आज यसरी गरिबीको चपेटाले आत्मदाह गर्नु परेका केस पनि गृहमन्त्रीजी र प्रधानमन्त्रीजीले जिम्मा लिनुपर्छ भन्न चाहन्छु। बाटोमा हुलुङ्गा गर्ने अनि बालिसहरूलाई राजीनामा दियो भन्ने गजब बेइज्जती है। दाइ मेरो गल्ती थिएन है, दाइ मेरो गल्ती थिएन है। अनि 2 चोटि त्यो भने अनि कसको के भाव भने बाबा मम्मीलाई राम्रो सम्हाल्नु। अनि त्यसपछि उनीहरूले गल्ती थिएन त्यो उसले व्हिल लक लायो, व्हिल लक लाउँदै अनि ट्राफिक आएर अनि गर्यो भने त्यत्तिकैमा उसले बोली उसको बन्द भइसक्यो।